ल यो इस्कुसको घारीघुरीमा त 2-2वटा सुठुनी छ त, तर यतिको त के बनाएर खाने होला र? मेरो मम्मीलाई पो सोध्नु पर्यो। मम्मी हेर्नु न, मैले 2टा सुठुनी भेटाएँ कि, तर यसको के बनाएर खाने होला? पराठा बना न, पराठा खाऊ। ठिक पराठा बनाएर नखाएको पनि कति जुग बितिसकेको थियो। आज चाहिँ यो सुठुनीको दामी पराठा बनाएर खाने भनेर पहिलाबाट यसलाई धोइ पखाली गरिदिन्छु। अनि होइन, सिधै एउटा तावामा तेलसँग हालेर चम्चीले गप गप पारेर घोपेर चाहिँ छोपेर 10 मिनटको लागि पकाउन छोडिदिन्छु। अनि आटामा चाहिँ थोरै नुन र बेसार हालेर दामी डो बनाएर 15 मिनटको लागि रेस्ट गर्न छोडिदिन्छु। त्यति बेरसम्म चाहिँ अघिको सुठुनी पनि मजाले रोस्ट भएर पाकिसकेको थियो। अनि यसलाई चाहिँ तासतुस पारेर काटकुट पारेर सिधै एउटा बटुकामा हालिदिन्छु। अनि बिहानको कुखुराको मासु उब्रेको थियो, त्यसलाई पनि टक्कसँगले हालिदिए। त्यसको माथिबाट चाहिँ प्याज, धनियाँ, चिकन मसला, नुन अनि तेलमा चाहिँ अदरक लसुनलाई झानेर टक्कसँगले चिली फ्लेक्स हालेर चाहिँ दामी मसला तयार पारिदिन्छु। त्यति बेरसम्म चाहिँ अघिको डो पनि तयार भइसकेको थियो। अनि थोरै पोर्सनलाई हातमा लिएर हल्का बेलेर यसको माथिबाट अघि बनाएको 1 चम्ची मसलालाई हालिदिन्छु। अनि वरिपरिबाट यसलाई छोपछाप पारेर चाहिँ दामी रोटी बेल्नतिर लाग्छु। अनि हेर्दा हेर्दै मजाको पराठा रोटी चाहिँ तयार भइसकेको थियो। अनि यसलाई सिधै लगेर मस्तले तातेको तावामा चाहिँ ओर्काइ फर्काइ गर्दै केही बेर पकाइदिन्छु। अनि तोरीको तेललाई 1-1 चम्ची गरेर स्प्रेड गरिदिन्छु। अनि उल्टाइ पल्टाइ गर्दै यसलाई पनि केही बेर पकाएपछि चाहिँ हेर्दा हेर्दै दामी पराठा चाहिँ तयार भइसकेको थियो। अनि यतिको मस्तले पाकेपछि चाहिँ यसलाई टक्कसँगले कैँचीले 4 भाग बनाएर काटिदिन्छु। अनि एउटा रोटीलाई चाहिँ टक्कसँगले च्यातेर हेरेको यस्तो दामी भएको थियो नि। अनि यसलाई चाहिँ सिधै एउटा भाँडामा हालिदिए। अनि टमाटर र धनियाँको अचार, टोमेटो केचप हालिसकेपछि चाहिँ यसलाई सिधै लगेर मेरो मम्मीले खानु दिएको बब्बाले मिठो लाग्यो अरे। अनि हामी आमा छोरीले चाहिँ इन्जोय गर्दै खायौँ। अति नै धेरै मिठो भएको थियो। थ्याङ्क यू।